नेपालको ग्रामीण क्षेत्रहरूको जीविका कृषिमा आधारित छ। यहाँका साना कृषकहरूको जीवनमा सुधार ल्याउन कारितास नेपालले स्थापना गरेको यो विशेष सिकाइ केन्द्रले क्रान्तिकारी परिवर्तन ल्याएको छ। कारितास नेपालले स्थापना गरेको यस सिकाइ केन्द्रमा साना कृषकहरूलाई कृषि प्रविधिको बारेमा नयाँ ज्ञान र सिप दिनका लागि प्रशिक्षण दिइन्छ। यस केन्द्रमा कृषकहरूलाई विशेष गरी कुखुरा पालन, प्लास्टिक टनेलमा तरकारी खेती, गड्यौला मल, भर्मी वास, डिपसेट, प्लास्टिक छापो, किराको पासो र थर्मोमिटर जस्ता आधुनिक उपकरणहरूको प्रयोगमा प्रशिक्षण दिने वरिष्ठ कार्यक्रम अधिकृत सुजन गौलीले बताउनुभयो। यी उपकरणहरूले कृषकहरूको उत्पादन बढाउने मात्र होइन, खेतको व्यवस्थापनलाई पनि थप प्रभावकारी बनाउँछन्। यस केन्द्रबाट प्रशिक्षण प्राप्त गरेका कृषकहरूले आफ्नो कृषि कार्यमा पनि यी प्रविधिहरू जस्तै प्लास्टिक छापो 45%, गड्यौला मल 10%, प्लास्टिक टनेल 20%, वाटर ड्रिपको प्रयोग 20% र नियमित बैठकका साथै कृषकहरूले नियमित बचत समेत गरेका छन्। उत्पादनमा वृद्धि मात्र भएको छैन, ज्ञानसिप तथा आर्थिक स्थितिमा पनि सुधार आएको छ। उनी हुन् सुरेन्द्र सिंह महतो, पेसाले कृषक नै हुन्। पिठौली कृषक समूहका सदस्य महतो यसै सिकाइ केन्द्रका एक प्रशिक्षार्थी पनि हुन्। विगत लामो समयदेखि उनी यस सिकाइ केन्द्रमा सहभागी हुँदै आएका छन्। विशेष गरी उनले प्लास्टिक छापोमा र जैविक छापोमा धेरै रुचिका साथ काम गरिरहेका छन् भने 2वटा पिट बनाएर गड्यौला मलको उत्पादन पनि गरेका छन्। जम्मा 14,000 लगानीबाट सुरु गरेको भर्मी कम्पोस्टबाट 4 महिनामा करिब उनले 30,000 को आम्दानी गरेको बताए। कारितास नेपालले हामीलाई यो मल्चिङको बारेमा पनि मल्चिङमा खेती गर्ने तरिका पनि सिकाउनु भएको थियो, जसबाट हामी यस पिठौली कृषक समूहका 80% कृषकहरूले चाहिँ मल्चिङ प्रयोग गरेर खेती गरेका छौँ। कारितास नेपालले स्थापना गरेको यो सिकाइ केन्द्रले कृषकहरूको जीवनमा यथार्थ परिवर्तन ल्याएको छ। अब यो केन्द्र न केवल कृषि प्रविधि सिकाइको एक स्थान हो, तर एक प्रेरणा बन्न पुगेको पनि छ। यो कारितास नेपालले चाहिँ नि हामीलाई करेसबारी सम्बन्धी चाहिँ नि तालिम दिनुभएको थियो र उहाँहरूले तालिम दिएअनुसारले ड्याङ अनुसारले त हामीलाई प्लोट छुटाएर चाहिँ नि तरकारी खेती लगाउन सिकाउनु भएको थियो। त्यो अनुसारले मैले चाहिँ नि लगाएको छु। त एउटा प्लोटमा एउटा ड्याङमा चाहिँ नि एउटा थरीको तरकारी त अर्को ठाउँमा अर्को थरीको तरकारीहरू गरेर लगाएको छु मैले। उहाँहरूले दिएअनुसारको लगाएको छु र जैविक मलको चाहिँ नि प्रयोग गरेको छु, विषादीहरू हालेको छैन। उहाँहरूले जैविक मल बनाउने सिकाउनु भएको थियो, उहाँहरूले झोल मलहरू बनाउन चाहिँ सिकाउनु भयो। उहाँहरूले त्यो अनुसारले मैले गरेको छु र त्यहाँबाट उत्पादन भएको घरमा खाएर र छरछिमेकमा बाँडेर पनि मैले अलिअलि चाहिँ नि आम्दानी गरेको छु। आफ्नो हल्का केही आम्दानीहरू गरेको छु र उहाँहरूलाई धेरै धेरै धन्यवाद गर्न चाहन्छु। यहाँका कृषकहरूले आधुनिक प्रविधिहरूसँगै परम्परागत खेती प्रणालीलाई पनि समायोजन गर्दै भविष्यका लागि तयारी गरिरहेका छन्। यस सिकाइ केन्द्रको प्रयासले कृषकहरूको जीवनमा नयाँ उचाइ ल्याएको छ। कृषकहरूलाई नयाँ आशा र भविष्यको लागि प्रोत्साहन मिलिरहेको छ।